हेलो साथीहरू, नमस्ते। यहाँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज चाहिँ मैले हजुरहरूलाई फेरि अर्को डिजाइन लिएर उपस्थित भइसकेको छु। यो डिजाइन चाहिँ मैले हजुरहरूलाई पेपरमा बनाएर देखाउन गइरहेको छु भने हजुरहरूले चाहिँ हातमा पनि बनाएर लाउन सक्नुहुनेछ यो डिजाइनलाई। यो डिजाइन चाहिँ बनाउन एकदमै सजिलो अनि सिम्पल रहेको छ। यहाँ मैले कसरी बनाएको छु हजुरहरूले फर्स्ट पेपरमा ट्राई गरेर त्यस पछाडि आफ्नो हातमा लाउन पनि सक्नुहुनेछ है। मेरो चाहिँ अलिकति क्यामेरा राम्रो नभएकोले गरेर सायद डिजाइन नराम्रो देख्न सक्छ हैन। हजुरहरूले चाहिँ आफ्नो हातमा यसलाई बनाएर जसरी मैले यहाँनिर सिकाए जसरी नै हजुरहरूले ट्राई गर्नुभयो भने चाहिँ यो डिजाइन चाहिँ एकदमै सिम्पल अनि राम्रो रहेको छ। यो डिजाइन चाहिँ हैन मैले पनि आफैले भन्दा पनि अरूलाई ट्राई गरेर हेर्दाखेरि एकदमै राम्रो अनि सिम्पल बनेको थियो। अनि हजुरहरूले यो डिजाइन कस्तो के लाग्छ आफूले ट्राई गर्नुहोला है। अब साउनमा ट्राई गर्न सक्नुहुनेछ। अहिले ईदको बेलामा पनि ट्राई गर्न सक्नुहुनेछ। अहिले ईदहरू चलिरहेको छ हैन। अनि यो डिजाइन चाहिँ जस्तो अरबिक कन्ट्रीहरूमा एकदमै पपुलर भइरहेछ अहिले। उहाँहरूले चाहिँ आफ्नो ईदको अवसरमा लगाइराख्नु भएको छ हैन। त्यही हेरेर मैले पनि हजुरहरू सामु यो डिजाइन लिएर आएको हैन। आफूले पनि ट्राई गर्नुहोला। एकदमै सिम्पल अनि राम्रो डिजाइन छ। बनाउन पनि एकदमै सजिलो भएकोले अनि मलाई लाग्छ तपाईहरुले एकदमै इजी पाराले बनाएर यो लाउनुहुनेछ हैन। जसरी मैले पेपरमा बनाइरहेको छु हजुरहरूले चाहिँ हातमा ट्राई गर्नुहोला। पहिले चाहिँ पेपरमा ट्राई गरेर अनि त्यस पछाडि हातमा लाउन पनि सक्नुहुनेछ है। यो डिजाइन चाहिँ एकदमै सिम्पल अनि एकदमै राम्रो डिजाइन छ। मैले हेर्नुहोस् त यहाँ पेपरमा बनाएर हजुरहरूलाई देखाइरहेको छु। जसरी मैले लिभ्सहरू बनाएँ त्यस पछाडि फ्लावर बनाइरहेको छु। त्यसलाई मैले स्याडो दिएर हैन त्यसलाई लुक्स दिइरहेको छु भने हजुरहरूले पनि यसरी नै लाउन सक्नुहुनेछ है। मैले चाहिँ यो मेहन्दी कोन चाहिँ भनेको मार्केटबाट लिएको कोन हो। हजुरहरूले मार्केटको कोन पनि युज गर्न सक्नुहुनेछ। आफूले घरमा होममेड कोन पनि बनाउन सक्नुहुनेछ। हजुरहरूलाई आउँछ भने होममेड कोन पनि बनाएर लाउन सक्नुहुनेछ। मार्केटको कोन भनेको चाहिँ अलिकति केमिकल हालेको भएकोले गरेर हजुरहरूले घरमै आफूले मेहन्दीहरू ल्याएर हैन अहिले मार्केटमा पाउँछ दुलो मेहन्दीहरू ल्याएर हैन मार्केटको जस्तै कोन बनाउन सक्नुहुनेछ हजुरहरूले हैन। अनि मेरो च्यानल के कस्तो लाग्छ हजुरहरूले अनि कमेन्ट गर्नुहोला। हजुरहरूलाई कस्तो कस्तो भिडियोहरू हेर्न मन लाग्छ त्यो पनि कमेन्ट गरिदिनु होला है। अनि हजुरहरूले कहाँबाट हेर्दै हुनुहुन्छ यो मेरो च्यानल हैन त्यो पनि कमेन्ट गरिदिनु होला हजुरहरूले। हजुरहरूको कमेन्ट अनि हजुरहरूको साथ सपोर्ट बन्यो भने त मैले पनि अगाडि बढ्न सक्ने हो है। हजुरहरूले एकदमै कमेन्ट गरिदिनु होला सपोर्ट गरिदिनु होला है। कस्तो कस्तो भिडियो हेर्न मन लागेको छ हजुरहरूलाई कस्तो कस्तो मेहन्दी डिजाइनको भिडियोहरू हैन अरू पनि हेर्न मन लागेको छ त्यो पनि हजुरहरूले कमेन्ट बक्समा गएर लेखेर मलाई कमेन्ट गर्न सक्नुहुनेछ है। मैले चाहिँ यो डिजाइनलाई चाहिँ पेपरमा बनाएर देखाइरहेको छु। हजुरहरूले त्यो मैले नेक्स्ट पार्ट यताबाट फ्लावर निकाल्न गइरहेको छु। यो फ्लावरलाई पनि यसरी नै लगेर ठुलो डिजाइन दिन सक्नुहुनेछ। दुवैतिर फ्लावर निकालेर है। यो मैले चाहिँ अलिकति मात्रै बनाएर देखाउन गइरहेको छु। यहाँ चाहिँ भिडियोमा चाहिँ हजुरहरूले चाहिँ यसलाई अझै ठुलो ठुलो जसरी मैले फर्स्ट बनाएको जसरी नै गर्न सक्नुहुनेछ। त्यसरी नै बनाएर लाउन सक्नुहुनेछ। अनि हजुरहरूले मेरो च्यानललाई कहाँबाट हेर्दै हुनुहुन्छ अनि त्यो पनि कमेन्टमा गएर लेखिदिनु होला है। सब्सक्राइब पनि गरिदिनु होला अनि सेयर पनि गरिदिनु होला। अनि हजुरहरूको मनमा रहेको अनि के छ त्यो पनि लेखेर हैन कमेन्टमा गएर लेखिदिनु होला। योभन्दा अरू धेरै अब योभन्दा धेरै भिडियोहरू पनि लिएर आउने नै छु हैन। हजुरहरूलाई के कस्तो
भिडियोहरू हेर्न मन छ त्यो पनि कमेन्ट गरिदिनु होला। हजुरहरूले एकदमै सेयर कमेन्ट सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है साथीहरू। कहाँबाट हेर्दै हुनुहुन्छ अनि कस्तो भिडियोहरू हजुरहरूलाई मनपर्छ त्यो पनि लेख्न नबिर्सिनु होला। धेरैभन्दा धेरै होइन सब्सक्राइब गरेर मेरो च्यानललाई अगाडि बढाइदिनु होला। हजुरहरूको साथ सपोर्ट होइन अनि हजुरहरूको कमेन्टले त म अगाडि बढ्ने हो, मलाई हौसला दिने हो। हजुरहरूले त्यसरी कमेन्ट गर्नुहुन्छ मलाई यस्तो चाहियो भनेर है। ल अब आजको लागि यति नै।